ओके तपाईलाई अमेरिका दर्पणको यस कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद छ यहाँलाई। अशोक राईजी, तपाईँ नेकपा एमालेको उपाध्यक्ष, तपाईँको पार्टीको तर्फबाट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल अहिले प्रधानमन्त्री हुनुहुन्छ। देशमा गम्भीर सङ्कटको स्थिति अहिले देखा परिरहेको छ। यो गम्भीर सङ्कटको निकास प्रधानमन्त्रीबाट माधव नेपालजीले राजीनामा दिएपछि सङ्कट निस्किने हो अथवा यी विभिन्न राजनीतिक पार्टीहरूबाट एउटा सहमतिको विकास गरेर समस्याको समाधान हुने हो अथवा के देख्नुहुन्छ? किनभने अहिले त स्थिति के देखियो भने माओवादीहरूको आन्दोलन अब भोलिबाट, अब आजैबाट एक प्रकारले चाहिँ सडक आन्दोलन चाहिँ एउटा चरम रूपमा चाहिँ अगाडि बढिरहेको अवस्थामा माधव नेपालजीलाई अझै पनि सत्तामा राखिरहन अथवा रहिरहन अथवा यो समस्याको निकाल्नलाई के चाहिँ स्थिति देख्नु भएको छ? समस्या त गम्भीर रूपमा देखियो नि, होइन? अब यहाँको प्रश्नमा नै जवाफ पनि मिसिएर आएको मैले पाएँ। वास्तवमा माधव कुमार नेपालको राजीनामा नै सम्पूर्ण समस्याहरूको समाधान हो भन्ने मलाई लाग्दैन। हाम्रो मुलुकमा विद्यमान सत्ता समीकरणको कुरा होस्, राष्ट्रिय सहमति निर्माण गरेर संविधान ल्याउने कुरा होस्, शान्ति प्रक्रियालाई पुरा गर्नको निम्ति सेना समायोजनको कुरा होस्, यी सबै कुराहरू चाहिँ नि दलहरूका बीचमा आपसी वार्ता समझदारीबाट रचनात्मक समाधानहरू खोजेर नै गर्न सकिन्छ। त्यसले गर्दाखेरि अब माधव नेपालजीले राजीनामा दिएपछि मुलुकका सम्पूर्ण समस्याहरू चाहिँ एकदम जादुमय ढङ्गले समाधान भइहाल्ने भन्ने कुरा म मान्दिनँ। र त्यसरी समाधान हुने कुरा यदि चाहिँ नि साँच्चै विश्वसनीय ढङ्गले हाम्रो पार्टीलाई लाग्यो भने माधव नेपालजीलाई राजीनामा गराउने जिम्मा हाम्रो पार्टीले लिन्छ। हामीले यो सरकार न त कसैबाट खोसेर लिएको हो, न त हामीले सडक आन्दोलनबाट दबाब दिएर प्राप्त गरेको हो। यो त हामीले 22वटा दलको विश्वासबाट, उहाँहरूको प्रस्तावबाट हामीले चाहिँ के भने प्राप्त गरेको कुरा हो। त्यसो भएको हुनाले हामीले चाहिँ यो कुर्सीमा सधैँभरि टाँसिरहनुपर्छ भन्ने मान्यता बनाएका छैनौँ। एउटा जुन प्रणाली अन्तर्गत हामी चाहिँ सरकारमा गएका छौँ, हामीले संविधान सभा बनाएका छौँ, त्यो प्रणाली का मान्यताहरूलाई, मूल्यहरूलाई चाहिँ नि अङ्गीकार गरेर नै सरकार परिवर्तन, समीकरणको चाहिँ परिवर्तनको खोजी पनि गर्न उपयुक्त हुन्छ। माओवादीहरूले अहिले जसरी सडकबाट सत्ता परिवर्तनको चाहिँ चेष्टा गरेका छन्, त्यो गैर जिम्मेवार कुरा हो। त्यस्तो नगर्न म अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। र उहाँहरूले फेरि पनि दलहरूका बीचमा समझदारी र सहमति खोजेर नै अगाडि बढ्ने चाहिँ काम गर्नुपर्छ। तर उहाँहरूले आन्दोलनमा अहिले उत्रिनु भएको माओवादी का वरिष्ठ नेताहरूले, कमरेड प्रचण्डले पनि आफै, अध्यक्ष प्रचण्डले पनि आफै के भन्नुभएको छ भने 1 वर्षसम्म हामीले सहमति खोज्दा सहमतिको कुनै स्थिति देखा नपरेको हुनाले यो बाध्यात्मक स्थितिमा चाहिँ एउटा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नको निम्ति चाहिँ हामीले चाहिँ यो आन्दोलन गरेका हौँ भन्नुभएको छ। अब संसदको प्रमुख प्रतिपक्षी दल सहमति नै नभइकन यसलाई यो 22 दलको मात्रै सरकारलाई राष्ट्रिय सहमतिको सरकार त भन्नु मिलेन। तर उहाँले उठाइरहनु भएको छ जुन राष्ट्रिय सहमतिको सरकार, त्यो राष्ट्रिय सहमतिको सरकार बनेर समस्याको समाधान हुन्छ भने यो ठुलो नेपाली जनताले अब यो सङ्कटको अवस्था किन भोग्नु पर्यो? छिटोभन्दा छिटो यो सङ्कटको समस्या समाधान
हुनुपर्छ र त्यो हुनुपर्नलाई तपाईँको पार्टीको तर्फबाट चाहिँ के चाहिँ छ त त्यो यो प्रधानमन्त्रीको राजीनामा अथवा अर्को कुनै विकल्प देख्नु भएको छ? उहाँहरूले 1 वर्षदेखि सहमति खोज्यौँ, त्यो हुन सकेन भन्नुभयो। यही कुरा हाम्रो पनि हो, हाम्रो हकमा पनि यही कुरा हो कि हामीले 1 वर्षभन्दा अगाडिदेखि माओवादीहरूसँग सहमति खोजी गरेर राष्ट्रिय सहमतिको आधारमा अगाडि बढ्ने चेष्टा गऱ्यौँ। कब्जा गरिएका घर जग्गाहरू फिर्ता गर्छौँ भनेर उहाँहरूले अनेकौँचोटि प्रतिबद्धता जाहेर गर्नुभयो, ती चिजहरू पालना हुन सकेनन्। त्यस्तै गरेर अब लडाकु समायोजनको सिलसिलामा विस्तृत शान्ति सम्झौताले हस्ताक्षर भएको 6 महिनाभित्र लडाकु समायोजन गरिसक्नु पर्दछ भनेर उल्लेख गरेका छ। 9 महिना त कमरेड प्रचण्डकै नेतृत्वमा चाहिँ सरकार चल्यो, तर समायोजनको काम अगाडि बढेन। अहिलेको सरकारले समायोजनको कामलाई अगाडि बढाउन खोजेको छ, तर उहाँहरू चाहिँ आफ्नो जिद्दी छोड्नुहुन्न। सहमति भनेको त गिभ एन्ड टेकको आधारमा हुन्छ, लिने दिने आधारमा हुन्छ। तर उहाँहरू चाहिँ नि आफूले भनेको कुरा चाहिँ नि पुरा भएपछि ठिक छ, पुरा नभएपछि चाहिँ हामी विद्रोहमा जान्छौँ, सत्ता कब्जा गर्छौँ भन्ने किसिमले जुन अभिव्यक्ति दिनुहुन्छ, जुन गतिविधि गर्नुहुन्छ, यो आफैमा चाहिँ के भन्दाखेरि सहमतिको निम्ति बाधक रहेको छ भन्ने मलाई लाग्छ। जहाँसम्म अब माधव नेपाल वा नेकपा एमाले सरकारको नेतृत्व गर्न छोड्न साथ राष्ट्रिय सहमति बन्छ भन्ने यदि कसैको विश्वास छ भने म त्यसलाई बचकानापन भन्न चाहन्छु। किनभने 22 वटा दलले आज पनि अविच्छिन्न रूपमा माधव नेपालजीको नेतृत्वप्रति विश्वास व्यक्त गरिरहेकै छन्। माधव नेपालजीले राजीनामा गर्नुभयो भने उहाँहरूले चाहिँ तुरुन्तै प्रचण्डजी वा अर्को नेताको चाहिँ पक्षमा सहमति जाहेर गर्नुहोला भनेर कसरी भन्न सकिन्छ? तर माओवादीले त यो माधव नेपाल मात्रै यो बाधक हो, माधव नेपाल मात्रै यो विदेशीको इसारामा चलेको, यो विदेशी प्रभुहरूको इसारामा चलेको भनिरहेछन्। यो त नेकपा एमालेको सरकार अथवा एमालेको प्रधानमन्त्री एमालेको तर्फबाट बनाएको भनेर उनीहरूले पार्टीपट्टि त इङ्गित गरेका छैनन्। अब यस्तो स्थितिमा तपाईँले पठाएको पार्टीबाट पठाएको प्रधानमन्त्री नै एउटा बाधकको रूपमा राष्ट्रिय सहमतिको लागि बाधक देखिएको भने तपाईँहरूको आफ्नै पार्टीको सहमतिको सरकार बनाउनु पर्छ। ल हामी हाम्रै पार्टीको माधव नेपाललाई फेरेर हाम्रै पार्टीको अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति बनाउन सक्छौँ जान्छौँ भन्ने कुरा त तपाईँहरूले ल्याउन सक्नु भएन नि त। त्यसो भए होइन, अब सबभन्दा मुख्य कुरा के हो भने यो जहाँसम्म चाहिँ विदेशीको कठपुतली भन्ने कुरा उहाँहरूले ल्याउनु भएको छ। 10 वर्षसम्म भारतेली भूमिमा बसेर बम बन्दुक पड्काउनु भएका माओवादी कामरेडहरूले कमसे कम हाम्रो पार्टीका नेताहरूलाई विदेशी चाहिँ नि कठपुतली भनेर भन्न आफैमा अलिकति चाहिँ हिचक मान्नुपर्ने, अलिकति अप्ठ्यारो मान्नुपर्ने विषय हो। तैपनि भन्नुभएको छ केही छैन, यो चाहिँ के छ भने गरी नबिराउनु, अब चाहिँ यो चाहिँ कसैले भनेकोमा चाहिँ डराउनु पर्ने कुरो केही छैन। र जहाँसम्म अब माधवजीलाई चाहिँ नि राजीनामा दिलाएर बाटो खोल्ने भन्ने कुरा यहाँले गर्नुभयो। वास्तवमा माधवजीलाई राजीनामा दिन लगाएपछि राष्ट्रिय सहमतिको निम्ति बाटो खुल्छ, खुलिहाल्छ र त्यसले नै सबै चिज चाहिँ समाधान गर्छ भन्ने विश्वास उहाँहरूले हामीलाई दिलाउन सक्नु भएन भने पनि राष्ट्रलाई त दिलाउनु पर्यो, राष्ट्रले त मान्नु पर्यो त्यो कुरा। नेकपा एमाले सत्तामा टाँसिएर बस्न नै चाहेको हो भने 22 वटा दल मध्ये 21 वटा दलको समर्थन उहाँहरूलाई भयो भने त एमालेको जिद्दीले मात्रै सरकारमा रहन सक्ने अवस्था त बन्दैन नि। त्यसो भएको हुनाले माधव नेपालको राजीनामा नै राष्ट्रिय सहमतिका निम्ति चाहिँ नि मुख्य चाहिँ नि मूल दैलो हो भन्ने कुरा जो उहाँहरूले गर्नुहुन्छ त्यो पनि यथार्थसङ्गत होइन।